सिट दिएको भएदेखि यो कमसेकम प्रतिपक्षमा बसेर उसलाई बहुमतको बेला यो कसैले यहाँ साम्राज्यवादीका दलालहरू तामाङी सैनिकका व्यक्तिहरू ढुङ्गा बोक्ने मान्छे पनि यो देशको हुन्छ ढुङ्गा बोकेर देश बन्छ यो कहिले भनेको यो कहिले भनेको ढुङ्गा बोकेर बनेको हो कि आज हनुमान ढोकादेखि लिएर तपाईँको यी 5 तले दरबारहरू कति संरचनाहरू छ कति सिंह दरबारहरू कति अहिलेका राणाका दरबारहरू पनि छन् अहिले मन्त्रालय के ढुङ्गा नबोकेर नपरेको भएदेखि